नमस्कार सबैलाई एउटा अर्को नेप्से एनालाइसिसमा। आज नेप्सेले आफ्नो क्लोजिङ दिएको छ 2509.04 मा अनि आजको दिन 5.19 पोइन्टले नेप्से बढेको छ। आजको दिनको सुरुवातमा नेप्से धेरै घटेको थियो एक टाइममा, तर लास्टतिर नेप्सेले आज पोजिटिभमा क्लोजिङ दिएको छ अनि बढ्नु स्वाभाविक नै थियो किनकि नेप्से अलरेडी आफ्नो सपोर्ट एरियामा पुगिसकेको थियो। यी सबको कुरा हामी डिटेलमा गर्नेछौँ कि अब नेप्से के होला, अबको के स्ट्र्याटेजी हुने हो। यदि हामी कम्पनीजको कुरा गर्दा 98 कम्पनीजहरु आज पोजिटिभमा क्लोजिङ दिएको छ भने 146 कम्पनीहरु आज ओह्रालोतिर खसेका छन्, जो कि एउटा ठूलो नम्बर हो। साथै 4 वटा कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन। टप गेनरको कुरा गर्दा यहाँ डिभेन्चरहरु छन् अनि समाता लघु वित्त छ हाम्रो, अनि एचएचपीएल पनि छ, एनआरआईसी छ। साथै हामी टप लुजर्सको कुरा गर्दा यहाँ टीआरएच रहेको छ, जो कि एउटा होटल कम्पनी हो। एएचएल पनि रहेको छ अनि दुईटा अरु लघु वित्तहरु पनि छन्। लिस्ट धेरै लामो छ टप लुजर्सको। अनि टप टर्नओभरको कुरा गर्दा एनआरआईसी छ, एउटा डिभेन्चर कम्पनी पनि छ, यूएनएचपीएल छ, एचएचपीएल छ, एचडीएल छ। आजको टाइममा यूएनएचपीएल धेरै प्रगति गर्दैछ। साथै टोटल टर्नओभरको कुरा गर्दा अरु दिन भन्दा पनि आज अरु धेरै कम भएको छ, केवल 2.6 अरबको कारोबार भएको छ, जो कि आफै दर्शाउँछ कि अहिलेको टाइममा लगानीकर्ताहरु धेरै इन्ट्रेस्टेड छैनन् मार्केटमा। अनि त्यसका विभिन्न रिजनहरु पनि छन्, जो कि मेन त पोलिटिकल सिचुएसन नै हो, त्यसको पनि हामी चर्चा गर्नेछौँ। साथै टोटल ट्रान्ज्याक्सनको कुरा गर्दा 27,899 ट्रान्ज्याक्सनहरु आजको दिनमा भएको छ अनि टोटल स्क्रिप्ट ट्रेडेड हाम्रो 313 भएको छ। साथै यदि हामी सेक्टरको कुरा गर्दा आजको दिन धेरै प्रभाव परेको सेक्टर भनेको होटल एन्ड टुरिज्म अनि फाइनान्स सेक्टर रहेको छ। साथै यदि हामी पोजिटिभमा क्लोजिङ दिएको सेक्टर हेर्ने हो भने लाइफ इन्स्योरेन्स पनि रहेको छ अनि म्यानुफ्याक्चरिङ साथै नन लाइफ इन्स्योरेन्स पनि रहेको छ। लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स यिनी घट्नुको मेन कारण त जेनजी आन्दोलन भयो अनि बाढी पहिरो पनि आयो, त्यही कारणले पनि यिनी धेरै घटेका थिए एक टाइममा। तर अब यसमा बाउन्स ब्याक भएको छ लाइफ इन्स्योरेन्स अनि नन लाइफ इन्स्योरेन्स सेक्टरमा। अब एकचोटी हामी नेप्से चार्टको कुरा गरौँ। यहाँ हामी क्लियरली हेर्न सक्छौँ कि नेप्सेले आज एउटा रिजेक्सन क्यान्डल बनाएको छ अलमोस्ट आफ्नो सपोर्ट एरियामा। एक टाइममा धेरै घटिसकेपछि लास्टतिर बायर्सहरुको पावर देख्न मिलेको छ। यहाँ हजुर हेर्न सक्नुहुन्छ यो सपोर्ट अलमोस्ट टच गर्नेवाला थियो आजको दिन, तर त्यहाँबाट फेरि बाउन्स ब्याक गरेको छ, जसले दर्शाउँछ कि यो सपोर्ट कति स्ट्रङ छ भनेर। तर यसको मतलब यो होइन कि अब नेप्से बढ्ने नै हो, किनकि कारोबार नै भएको छैन, भोल्युम नै छैन भने बढ्न त अझै पनि मुस्किल नै छ। यदि हामी लास्टको 1 आवरमा हामी हेर्न सक्छौँ, एउटा पुरा हरियो क्यान्डल बनेको छ लास्टको 1 आवरमा। लास्टको 1 आवरमा 1.18 अरबको कारोबार भएको छ, जो कि धेरै राम्रो कुरा हो नेप्सेको लागि। यदि हामी एमए हेर्ने हो भने त यहाँ मैले दुईटा एमए लगाएको छु, एउटा 50 को अनि एउटा 20 को। अनि यहाँ हामी हेर्न सक्छौँ एउटा पनि एमए क्रस भएको छैन, जसले दर्शाउँछ कि नेप्से अहिले आफ्नो परफर्मेन्स भन्दा बिलो परफर्म गर्दैछ, जति हुनुपर्ने त्यतिमा पुगेको छैन। साथै यदि हामी आरएसआई हेर्ने हो भने यहाँ हामी हेर्न सक्छौँ आरएसआई फेरि बढेको छ आजको दिनमा 36.55 पोइन्टमा पुगेको छ। अब केही दिनमा डाइभर्जेन्स पनि देखिन सकिन्छ आरएसआईमा। साथै यदि हामी सुपर ट्रेन्ड पनि हेर्ने हो भने सुपर ट्रेन्डले त अझै पनि बाई दिएको छैन, जो कि अब्भियस नै भइहाल्यो किनकि लगानीकर्ताहरु कोही पनि इन्ट्रेस्टेड छैन नेप्सेमा अहिले। सिम्पलमा भन्नु पर्दा यदि नेप्सेले यो सपोर्ट भन्दा तल क्लोजिङ दियो भने त्यसको कारण मेरो हिसाबले नेपालको पोलिटिकल सिचुएसन नै हुने हो। अनि अहिलेको जो सिचुएसन छ, यदि हामी इतिहास पनि हेर्ने हो भने दशैं तिहार पछि नेप्से मोस्टली बढेको नै छ अनि एनआरबीले पनि अथक प्रयास गरेको थियो नेप्सेलाई बढाउन। सबै पोलिसिजहरु पनि अहिले नेप्सेको हकमा छ, तर त्यही पनि नेप्से नबढ्नुको त फेरि एउटै नै संकेत देखिन्छ कि अहिले राजनीतिक स्थिरता छैन देशमा। केही महिनापछि अब चुनाव हुन्छ, त्यो हुन्छ कि हुन्न त्यो पनि फिक्स छैन। र हेरौँ अब के हुन्छ। मोस्टली चान्सेस साइडवेज जाने छ। यदि एउटा स्विङ मिल्छ भने त्यो राम्रै भइहाल्यो। अनि हजुरहरु पनि आफ्नो एनालाइसिस भन्न सक्नुहुन्छ कि के होला अब नेप्सेमा। आजलाई यति नै साथीहरु, अब भेट हुन्छ हाम्रो अर्को भिडियोमा।